दस्य हजुर देउताको दर्शन गर्न आएको। ल आज माघे सङ्क्रान्तिको दिनमा चाहिँ विशेष हाम्रो चाहिँ श्री त्रिशुर महादेवको दर्शन है साथीहरू। योहरूमा चढाउनु पर्ने हुन्छ है साथीहरू। योहरू चक्कोहरू योहरू लड्डुहरू के पनि चढाउनु पर्ने हुन्छ है। यो के यो भित्र भन्नु न नेपालबाट यो चाहिँ गाईको थुन हो। यो चाहिँ उयो यहाँबाट जलाउँछ हाम्रो। चाहिँ गाईको थुन हो साथीहरू होइन। यहाँबाट चाहिँ ल साथीहरू यो चाहिँ हाम्रो अब गाईको थुन भन्दो रहेछ साथीहरू है। अनि यहाँबाट चाहिँ जलाउँछ कि साथीहरू जलाउँछ। यहाँबाट चाहिँ जलाउँछ है साथीहरू। ल यहाँ जलाइसकेको छ साथीहरू। ल ऊ माथि पनि छ है साथीहरू, माथितिर पनि हुनुपर्ने। हेलो हेलो साथीहरू नमस्कारम। ल आजको मेरो खाना चाहिँ यस्तो छ है साथीहरू। खाना भ्याउनुहोस् है एकदम अमिलो अमिलो कागती हाल्छु म। ल हेलो साथीहरू नमस्कार है। म चाहिँ निमल लामा। अनि आज चाहिँ विशेष गरेर अनि अब मकर सङ्क्रान्ति पनि भन्दो रहेछ हाम्रो तामाङतिर चाहिँ माघे सङ्क्रान्ति भनिन्छ। अनि सो त्यसको लागि चाहिँ अब हामीहरू चाहिँ हाम्रो चाहिँ तल अनि एउटा मन्दिर छ है। अब त्यो मन्दिरमा चाहिँ हामी जाँदैछौँ पूजा गर्नलाई। हुन त अब बिहानै जानुपर्ने तर हाम्रो चाहिँ धेरै टाढो पर्दैन, नजिकै छ। अनि सो त्यही भएर बिहानै चाहिँ जान सकिनँ। किन भन्दाखेरि साथीहरूको पनि अब कुनैको के कामले गर्दाखेरि चाहिँ भ्याएन। सो त्यही भएर हामी चाहिँ अलिकति ढिलो भयो। तर पनि हामी जाँदैछौँ है साथीहरू। अब ल ठिक छ। पछाडि चाहिँ हुनुहुन्छ मेरो साथीहरू अनि साथीहरू हुनुहुन्छ। अब चाहिँ हामी ल तपाईँहरूले बाटोमा किन देखाउने, सिधै मन्दिरमा गएर देखाउनेछु है साथीहरू। ल मन्दिरमा गएर भेटौँ होला। ल पछाडि चाहिँ हुनुहुन्छ मेरो साथीहरू ट्याक लगाएर आउँदै हुनुहुन्छ। ल साथीहरू मन्दिर जाने बाटो चाहिँ यस्तो छ, अलिअलि जङ्गलको बाटो पनि जानुपर्छ। पछाडि आउनु हुँदैछ हाम्रो बहिनीहरू साथीहरू आउँदै हुनुहुन्छ। ल हाम्रो मन्दिर चाहिँ तल छ है। अब पुग्ने लगभग हामी पुग्ने लागिसक्यो साथीहरू। ल अब हामी पुग्यो भन्दा पनि हुन्छ है साथीहरू। मन्दिरमा जाने अनि पूजासुजा गर्ने। अनि साथीहरू मैले सुनेको होइन, आजको दिनमा चाहिँ बिहानै अब कसैसँग नबोलेर अनि यो जिउसु नुहाएर शरीर स्नान गरेर चाहिँ मन्दिरमा गएर शिवजीले वर माग्यो भने चाहिँ त्यो चाहिँ आफूले जे माग्यो त्यही पाउँछ भन्दो रहेछ है साथीहरू। त्यस्तो विश्वास रहेछ हाम्रो गाउँघरतिर चाहिँ मैले सुनेको अनुसार चाहिँ है। सो त्यही भएर हामी पनि यता मन्दिर दर्शन गर्न आइरहेको छौँ साथीहरू। तपाईँहरूले के लाग्छ कमेन्ट पनि गरिदिनु होला। अनि च्यानलमा छैन भने सबैजनाले अनि नेमारुम्बा तामाङ च्यानललाई पनि सबैजना सब्सक्राइब लाइक अनि सेयर गरिदिनु होला है साथीहरू। ताकि मैले हरेक भिडियोहरू पोस्ट गर्दाखेरि चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईँहरूकोसँग पुग्न सकुन् है। अब हामी चाहिँ फाइनली मन्दिर पुगिसकेको छ है। ल आउनुहोस् तपाईँहरू पनि दर्शन गराउनुहुन्छ। यता छ है साथीहरू। पहिला भने चाहिँ मान्छे धेरै हुन्थ्यो, यसपालि चाहिँ मान्छे खासै छैन रहेछ साथीहरू। ल अब हामीले घन्टी पनि बजिसक्यो। अब चाहिँ हामी यहाँभित्र जानेछौँ साथीहरू। हाम्रो साथीहरू तल आउँदै हुनुहुन्छ। उहाँहरूलाई एक लट देखाइदिन्छ सलक्क हल्का जुम गरेर देखाइदिन्छ साथीहरू। ल आउँदै हुनुहुन्छ उहाँहरू पनि।
ल अब चाहिँ तपाईँहरूलाई हामी अब यहाँ मन्दिरभित्र प्रवेश गरेर देखाउनुहोस् है ल सो ल साथीहरू अब चाहिँ हामी फाइनली यता श्री तिलेश्वर महादेव मन्दिरमा पुगिसकेको छौँ अनि यता चाहिँ के हो अरे मनिराजी यो चाहिँ यो के यो भित्रमा भन्नु न नेपालीबाट यो चाहिँ गाईको थुन हो यो चाहिँ उयो यहाँबाट जलाउँछ हाम्रो चाहिँ गाईको थुन हो साथीहरू होइन अनि यहाँबाट चाहिँ जल आउँछ साथी ल साथीहरू यो चाहिँ हाम्रो अब गाईको थुन भन्दो रहेछ साथीहरू है अनि यहाँबाट चाहिँ जल आउँछ कि साथीहरू जल आउँछ यहाँबाट चाहिँ जल आउँछ कि साथीहरू चोरी ल साथीहरू उतर्छ यसरी उच्च झिम्राउँथे उतर्छ उतर्छ यहाँ चाहिँ ल थुन आउँदैछ है साथीहरू तिर्छ टुक्क लाउने आज माघे सङ्क्रान्तिको दिनमा चाहिँ विशेष हाम्रो चाहिँ श्री तिलेश्वर महादेवको दर्शन है साथीहरू योहरू चढाउनु पर्ने हुन्छ है साथीहरू योहरू चक्कोहरू योहरू लड्डुहरू के पनि चढाउनु पर्ने हुन्छ है साथीहरू यता चाहिँ गाईको थुन है साथीहरू ल अब यता चाहिँ हाम्रो टिका रेडी हुँदैछ साथीहरू टिका है टिका लाउनुपर्छ ल अब यता चाहिँ पुरै टिका लाउने कार्यक्रम चलिरहेछ अब हामी चाहिँ टिका लागेर सकिसक्यौँ साथीहरू अब चाहिँ हामी फर्किन लागेको हो अब हामी फर्किन लागेको सबैजनाले बाई बाई गरिदिनु अब माथि अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो मम्मीको मम्मी है मेरो चाहिँ हजुरआमा अनि तपाईँहरूको यात्रा कस्तो भयो भनिदिनु नि त बाटो कस्तो रहेछ हजुर बाटो यात्रा कस्तो भयो तपाईँहरूको भिडै भिडमा आएको नि हामी उहाँहरू चाहिँ हिँड्न नसकेर पुरै भिडै भिडमा आउनु भयो है हेलो साथीहरू नमस्कारम ल आजको मेरो खाना चाहिँ यस्तो छ है साथीहरू खाना भ्याउनुहोस् है एकदम अमिलो अमिलो काकाती हाल्छु म वाउ यामी यामी ल खाएला साथीहरू मजा हालिदिने खान्छु ल साथीहरू हजुर कस्तो अमिलो अझै एउटा हाल्छु कागती दामी भएछ यो
चाम्जुल त खानै सक्दैन हेलो साथीहरू ल अहिले भने चाहिँ म ठ्याक्कै अब मन्दिरमा पूजा गरिसकेर अनि अहिले चाहिँ खाजासाजा खाएर पनि बसिरहेको छु है अब सकिसक्यो र अहिले भने चाहिँ म यता छु है साथीहरू तोरीबारी है यो चाहिँ ल आजको लागि मेरो भ्लग यति नै माया गरिदिनु होला मेरो फर्स्ट भ्लगलाई है ल सबैजना माया गरिदिनु ल आजको लागि यति मात्रै है साथीहरू ल आज यति भन्दै आजको भिडियो चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु ओके बाई बाई साथीहरू बाई बाई लस्सो है